हेलो गाइज, गुड मर्निङ है तपाईँलाई सबैलाई। र अहिले चाहिँ हामी जाँदैछौँ टेन्डुङ डाँडा है। बहुत पहिलादेखिको मेरो जाने सपना थियो र आज चाहिँ पुरा हुँदैछ। र अहिले चाहिँ एकदम पानी पर्ला जस्तो छ है। हामी जानुपर्ने चाहिँ यता माथि हो र निकै माथि छ। अब फर्स्ट टाइम हो, कति टाढो छ है थाहा छैन केही पनि। र लानेछु तपाईँलाई, देखाउनेछु सबै नजारा। नमस्ते, कति न चिन्नु भएन होला, हामी ज्योतिको साथी हो कि रम्फूबाट आएको नि। हजुर, अहिले भएर निस्किन्छु ल तपाईँको। हुन्छ अहिले किन जति होइन, खै जुगा त लाग्छ होला कि। अब हेरौँ न, जुगा टिप्दै जानुपर्छ नि। र अब चाहिँ हामी जाँदैछौँ टेन्डुङ है। हामी औलको मान्छे चाहिँ यसरी चाहिँ लेकको मान्छे चाहिँ यसरी हिँड्दो रहेछ नि त, गम्बुट लाएर, सुनको गम्बुट है। हिँड नानी, त्यति हिँड। कहाँ गएको तिमी? टेन्डुङ डाँडा पाखाभरि लाली गुराँस फुल छ भन त नानी, गीत गाउ त। र तपाईँहरू यसो देख्न सक्नुहुन्छ बाटो चाहिँ यस्तो छ है। भर्खर हामी घरबाट निस्केर हिँड्यौँ है। गुराँस दाजु तिमी हिँडेर जानु सक्छ बहिनी? नानी सक्छ? यता आएर भन, यता आएर मजाले भन। हाई, कहाँ गएको भनिदेऊ, भनिदेऊ। गीत गाइदियो त। हामी कति जान्छ? 7 जना। थुप्रो भएकोको अहिले चाहिँ 7 जना छ है। हाम्रो मेन गाइड हुनुहुन्छ यता। यता हेर्नुहोस् न, ओबी झन्डै लो। हेलो है, हामीलाई त राम्रोसँग लानुहोस् है ल तपाईँले। हामी घरबाट हिँडेको 20 मिनट जस्तो भयो है। अहिले नै निकै सास फेर्न साह्रो पर्ला जस्तो है। निकै माथि अरे है, सक्नुहुन्छ यसरी यहाँदेखि माथि माथि माथिसम्म चाहिँ सबै हाम्रो लाइनको छ है। 20-25 जना जस्तो भएको छौँ। बहुतै साह्रो पर्छ अरे है। र यहाँ मसँग यता हेर नानी, यता हेर। हाई भनिदेऊ। हाई, कहाँ गएको भनिदेऊ। होइन, कहाँ गएको? हामी कहाँ गएको भन न। हामी कहाँ गएको होइन, हामी कहाँ गएको भनिदेऊ त। तिमी कहाँ गएको भन त। टेन्डुङ गएको है। कहाँ गएको भन न भन्छ। हामी कहाँ गएको मम्मी भन्छ। ल तिमीलाई थाहा छैन रहेछ जाने ठाउँ। यत्रो 9 वर्षको नानी पनि हिँड्नु आँट गरिरहेछ है। तर ऊ चाहिँ यहाँको लोकल हुनुहुन्छ। ल अहिले चाहिँ हामी जाँदैछौँ, उकालो निकै माथि पुगिसक्यो है। र यस्तो छ हाल, कति चाहिँ फगी लागेको छ तपाईँहरूले देख्न सक्नुहुन्छ। जाउँ हेर्न सक्नुहोस्। र मेरो च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। भिडियो त त्यस्तो खासै बनाउनु नसकौँला है, तर सपोर्ट गरिदिनु होला मलाई। र म सब सर्टकट रास्ता चल रहा है, हम सब आगे पहुँच चुका है, हम पीछे है। ऐसे रास्ता में एकदम धीरे धीरे चलिएगा, थोड़ा तेज चलेगा तो हाफना शुरू हो जाएगा। थोड़ा चलते, थोड़ा तेज चला तो पूरा अपना चालू हो गया। ल भान्जी पनि आइपुग्यो। सबैजना थाकेर बसिरहेको छ है खाजा खानुलाई। खाजा खानु कि पानी खानु बसेको सबैजना। यो ध्वजा ध्वजा के गरेर लाउनु भएको भन्नु तपाईँले? बढी ध्वजा हजुर, ए भजनारीमा चाहिँ लाउनु भएको तपाईँहरूले। Sapon lai phát hệ su tan lai
देउरालीमा पाती चढाउनु अरे नि त है पाती तो नहीं है फूल भी नहीं है तो क्या करे चढ़ाऊ ना देउरालीमा पाती चढाउनु होला ढोक्नुपर्छ पाती चढायो त अन्त भगवान्लाई सबैजना हेर एक्सन फोटो खिचेको अनमिका भुइँमा बस्छ त भुइँ अघि एक्सन गर न अघि एक्सन गर न यस्तै हाम्रो दाजु लु कतिको साह्रो पर्दैछ दाजु नाकीमा होइन त्यो त हेर हाम्रो बडी पनि यस्तो आँट गरेर आउनु रहेछ हामी किन नसक्नु है तर हामी औलको भएर चाहिँ निकै साह्रो पर्दछ हेर्नु औलकोलाई त लेक लाग्छ नि त है हात्तीको नक्सा भएको रुख छ भन्दैछ है कता होला हात्तीको नक्सा भएको रुख यो हो अरे हो रहेछ त हात्ती अब हात्ती हो र आँखा पनि देख्दो रहेछ नि त है आँखाले गर्दा त सेमै हुँदो रहेछ यतातिर आया खुट्टा निकाल्थ्यो फर्किन थालिसकेको छ हामी भर्खर आइँदैछ है हामी चाहिँ बुढाबुढी पेन्डुङ गएको पुग्दैछौँ हामी चाहिँ पुग्न आँट्यौँ थाकेर हत्तु भइरहेको छ थाक्यो र तिमी थाके त अन्त थाहा छैन होला कति थाक्यो भरे कसरी जानुपर्ने चिप्लो बाटो छ टेन्सन भइरहेको छ हिँड्न एकदमै साह्रो पर्दैछ साह्रो पर्यो सास बन्नु नाटिले फाइनली गाइस हामी चाहिँ पेन्डुङ आइपुग्यो है एकदम एक्साइटेड र देख्न सक्नुहुन्छ तपाईँले यहाँको फर्स्ट लज है लज हो कि घर हो त्यो त केही पनि छैन है देखाउँदै जानेछु तपाईँहरूलाई टावर पनि रहेछ यो टावर है सक्नुहुन्छ तपाईँले यहाँबाट माथि चढेर देख्न सक्नुहुन्छ माथि त्यो पनि पानी पर्न थाल्यो फाइनली हामी चाहिँ आइपुग्यो अब चाहिँ यो चाहिँ भ्यू पोइन्ट टावर है यो चाहिँ के मोबाइलको टावर हो कि के हो यो चाहिँ
आम्मामा लु तलबाट आएर पनि यहाँ आएर नरिवल बेच्छ र हेर त्यत्रो तल यो चाहिँ के हो टावर हो भ्यू पोइन्ट देख्छ त आम्मामा ल कता जानु हामी चाहिँ फर्स्टमा पूजा गर्नु हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ तलैबाट आएर पनि भैयाले नरिवल चाहिँ बेच्दो रहेछ न बढी आइपुग्नु भाइ अब चाहिँ आइपुग्नु टेन्डुङ गुम्पा देख्न सक्नुहुन्छ तपाईँहरूले है यो चाहिँ टेन्डुङ गुम्पा रहेछ यता चाहिँ छ यो भ्यू पोइन्ट टावर तर बादल लागेकोले गर्दा के पनि देख्न सक्दैन होला है कस्तो भित्नु न के हुन्छ अलिअलि पानी पर्न थाल्यो अहिले चाहिँ फरेस्ट डिपार्टमेन्टको मान्छे हुनुहुँदैछ पूजा गर्ने कहाँ खोले जुत्ता छोरा जुत्ता कहाँ खोले यी खोलेको जुगा जस्तै जुगै होला जुत्ता खोल्नु अल्छी लाग्यो हजुर जुत्ता खोले चाहिँ पूजा गरिन्छ हामी चाहिँ अब जाँदैछ टावरको भित्र जो टावरको भित्र ज्योति होइन ल होइन होइन जाउँ माथि होइन न जाउँ न माथि जाउँ न माथि जाउँ न त्यही त अन्त तपाईँहरू देख्न सक्नुहुन्छ पानी चाहिँ एकदमै परेको छ है छाता ओढेर हिँड्दैछ यस्तो छ छाता पानी परेर र हामी चाहिँ खाजा खान जाँदैछौँ पर आज चाहिँ घाम लागेको हुनुपर्ने तर पानी परिरहेको छ नि विश्वास लाग्दो भयो नि ल मोबाइल पनि भिजिसक्यो है अब तपाईँहरूलाई साह्रै बेसी भिडियो देखाउन सक्दिनँ होला यहाँभन्दा किनभने पानी परेर ब्याट्री पनि डाउन हुँदैछ है